हजुरको लागि दुध गिलासको दुधले पुग्छ र नै मतलब अलि अलि अहिले यो दुध खाँदै गर्नुहोस् अहिले अर्को दुध दिउँला नि है यो स्क्रिप्टमा थिएन यार यो स्क्रिप्टमा थिएन यार आफ्नो दुध कतिको मनपर्छ पर्छ मिन्छ अर्को दुध What do you mean? पछि अर्को दुध दिन्छु भनेको ए बाबा हो यार अनि यसो अलिकति शर्मा जस्तो गरेर नजिक आए जस्तो गर्नुहोस् श्रीमानको नजिक आए जस्तो गर्नुहोस् अनि अबेर भइसक्यो फकाउनुहोस् के एउटा एक्टिङ चाहियो यार यो दुध खाएर छिटो आउनुहोस् न बेडमा बेडमा के भइरहेछ यार यार के भइरहेछ यार What the means of बेडमा सल्लाह गर्नु छ ल म टकर 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 क्याट वक दिएर पुरा बेडमा आए लु के सल्लाह हो के योभन्दा तपाईँको कुनै त्यस्तो थियो गर्लफ्रेन्ड कि हनीमुन नै मतलब वर्थ यो भन्दा पहिला के भनेको एक्सपिरियन्स यो भन्दा अगाडि एक्सपिरियन्स रे दुध खाने एक्सपिरियन्स दुध खाने ए पागल भइसक्यो यार औडा गरिदिनु यार नै मैले अहिलेसम्म अब कसले तागत दिने कुराहरू खाइन्छ तर वास्तवमा त्यो खाएको थिएन क्या धन्यवाद छ तपाईँलाई अनि